बस्ने भन्ने हामी नयाँ गर्नु खोजिरहेको छौँ काठमाडौँ अलिकति स्पेसमा चाहिँ हाम्रो किट्स सबै छैन अलिकति एक्स्ट्रा हाइजिनिक सामानहरू हाई क्वालिटी प्रडक्टहरू लन्च गरिरहेको छौँ हामीसँग विभिन्न ब्रान्डको सामानहरू उपलब्ध हुनेछ केही समयपछि अझै अपग्रेड हुन्छ है त्यो कति लगानीको छ भन्नु मिल्छ नि हामीले 8 करोड माथि नै भनेपछि एकजनाको कति सेयर छ भनेर हामीले बुझ्न सक्छौँ होइन एक्ज्याक्ट भन्नु खोजेको होइन धेरै पनि हुनसक्छ अझै बढाउने क्रममा छौँ हामी होइन बढाउनु परिहाल्यो बिजनेस गरेपछि स्टार्टिङमै त्यो 8 करोडको लगानी हो भने दुर्गेश थापा सम्मिलित त्यो संस्था चाहिँ 8 करोडको प्रोपर्टीमा छ अहिले अब मिडियालाई त्यो रोयल किड्सको बारेमा त जानकारी दिनुभयो अब केही रोयल किड्सको बारेमा चाहिँ अरूलाई पनि त हामीले भन्नुपर्छ नि मिडिया मार्फत भन्नुपर्ने केही चिजहरू त्योभन्दा पनि अब एकै ठाउँमा पाइन्छ जस्तो मैले पनि बच्चा पाएँ भने एउटा किन्न यहाँ अर्को किन्न होला धेरै अनाज हुन्छ नि त बच्चाहरू खोज्नको लागि यता एकै ठाउँमा आएपछि यहाँ आउनुहोस् भिडियो कल गर्नुहोस् होइन सिलगढीको लागि आज बाहिर भिडियो कल गर्नुहोस् अनि देखाउनुहोस् सबै एकै ठाउँमा लगिदिनुहोस् हरेक ब्रान्डको सामान पाउने यहाँ आएपछि अन्त 10 इयरसम्मको लागि चाहिँ कति दाम परेन अब यो भनिरहँदाखेरि अब हामी थोरै कलाकार चाहिँ जोड्दै यही बेला अब मेला महोत्सवहरू चलिरहेको छ कता कता व्यस्त हुनुहुन्छ अब लगत चाहिँ कता छ कहिले दुर्गेश थापा एउटा ब्रान्ड हो त्यो ब्रान्डले चाहिँ आफ्नो सर्कलको सोरुम चाहिँ यस्तो सोरुम कहिले खोल्ने अब बच्चाहरूको लागि त भइहाल्यो अब आफ्नो सर्कलका लागि पहिला यसलाई सक्सेस बनाउने त्यही कुरा एउटा सक्सेस गरेर अर्कोतिर हात हाल्दाखेरि मिलाएर जानु हाम्रो चारैजनाको नाम अब हजुरको त भइहाल्यो 3 जनाको नाम यो तपाईँ सेयर गर्नुहोस् मेरो नाम सुनिल केसी सुखिया ओके ल सबैलाई धेरै धेरै धन्यवाद पछिल्लो समय धेरै कलाकारहरू व्यवसायतिर लगिराख्नु भएको छ तपाईँमा चाहिँ त्यो सोच कसरी आयो बिस्तारै यो उमेरले होइन अब कलाकारीले मात्र हुँदैन नि त साइड बिजनेसमा पनि चाहियो नि त होइन त्यो भएको हुनाले फेरि मेरो बच्चा धेरै फ्यान भएको हुनाले बच्चाको उहाँले जुन कम्पिटिसन ल्याएर आउनुभयो त्यो कुरालाई मलाई एकदम मन पर्यो मेरो सानो बच्चाहरू धेरै फ्यान हुन्छ मलाई हेर्नको लागि फोटो खिच्नको लागि यहीँ आएपछि भेट पनि हुन्छ होइन व्यवसाय यहाँ आइसकेपछि तपाईँसँग भेट हुने आशाले पनि ग्राहकहरू आउँछन् भन्ने तपाईँको मैले एउटा चाहिँ फ्यानसँग चाहिँ एउटा फुल हुन एउटा चाहिँ चौतारा होइन अब फ्यान र एउटा चाहिँ सेलिब्रेटीको चाहिँ भेट्ने एउटा माध्यम पनि भयो एकदमै बजारमा धेरै पसलहरू खुलेका छन् पछिल्लो समय अन्त र यहाँमा चाहिँ के फरक छ किन आउनुपर्छ यहाँ अन्त अब एक ठाउँमा एउटा किन्न अर्को ठाउँमा जानुपर्छ अर्को ठाउँमा जानुपर्छ यहाँ चाहिँ एकै ठाउँमा पाइन्छ ब्रान्डको सामानहरू देख्न पाउँदैन यहाँ चाहिँ हामीले कति वर्ष उमेर समूहसम्मको बच्चा जिरोदेखि 10 जस्तो दुर्गेशजी त एउटा कलाकारिताको ब्रान्ड हुनुभयो सुनिलजी योभन्दा अगाडि चाहिँ के गर्नु म विगत 10-12 वर्षदेखि यही क्षेत्रमा यही क्षेत्रमा काम गरिरहेको छु त्यही भएर मलाई चाहिँ यो क्षेत्रमा लगानी गर्नु अनुभव पनि छ लगानी पनि गर्दैछु अरू कुनै ठाउँमा लगानी छैन। यो पहिलो हो हजुर पहिलो योभन्दा पहिला मेरो अर्को पसलहरू पनि थियो अहिले चाहिँ सबैलाई एक ठाउँ मिक्स गरेर ठुलो चाहिँ दुर्गेश सरसँग मिलेर गर्नु पसल कहाँ थियो योभन्दा अगाडि मेरो यहीँ सानो किसिमै थियो जस्तै सन्जुजीको योभन्दा अगाडिको बिजनेस चाहिँ मेरो किड्सले मैले 10 वर्षदेखि किड्सकै क्षेत्रमा छु है हामीले निकै मात्र नभएर किड्सको होलसेल पनि गरिरहेको छौँ होलसेल पनि दिइरहेको छौँ आफै रेकर्डेसन इम्पोर्ट
एक्सपोर्ट पनि छ भने यहीँ प्रोडक्सन हुन्छ नेपालमा नेपालमा गएर कमाएको छ हाम्रो पाइन्छ पहिलेदेखि नै यही क्षेत्र भएको कारणले गर्दा अब यसलाई कन्टिन्यू गरौँ अलिकति ब्रान्डिङ गरेर पनि त्यस्तै सोफियाजीको योभन्दा पहिला के बिजनेस थियो कि नयाँ हो म मात्रै नयाँ हो ए म मात्रै नयाँ हो ए नयाँ भनेको दुर्गेशजी मात्रै अरू सबै यो क्षेत्रमा पुरानो हुनुहुन्छ पुरानो हुनुहुन्छ हाम्रो चाहिँ यस्तो हो यो त्यहाँ मात्रै होइन कि हामी तपाईँले चाहिँ वन किन्नु हुनसक्छ होइन त्यसपछि नारायणघाटमा हुनसक्छ बुटोलमा हुनसक्छ हामीले चाहिँ यसलाई चाहिँ हुन्छ नि एउटा चाहिँ ब्रान्डिङ भनेपछि यस्तो हरेक ठाउँमा चाहिँ एउटा चाहिँ एउटा ब्रान्ड बनाउने हो अब सुरुवात त यहाँबाट गरिरहेको नेपालभरि नै भनेपछि 77 जिल्लामा यसका शाखाहरू पाइन्छ हामीले झापा बजार पनि खोल्नुपर्छ एउटा झापामा चाहिँ सबैभन्दा पहिला तपाईँहरूको माया सबै दसैँ सोधाको माया भने हामीले घर घरमै पनि सक्छ रोयल किड्स भनेको यस्तो ब्रान्ड हो भनेर देखाउने एउटा योजनामा 4 जना हुनुहुन्छ ल तपाईँहरूलाई धेरै धेरै बधाई अरू केही छ हामीले जस्तो आउन चाहने व्यक्तिहरूको लागि चाहिँ कसरी आउन सक्छ लोकेसनको बारेमा लोकेसनको बारेमा हामीले टिकटकमा हामीले यसलाई मेन्सन गरेर टिकटक पिन गरेका छौँ टिकटकमा पिन गरेका छौँ लोकेसनको आज तामाकोसीको रेड एन्ड फुल भनेपछि जहाँबाट पनि आइन्छ होइन अनि कोइरालामा जोसो तल भनेको चाहिँ ट्याक्कै रहेछ धेरै धेरै धन्यवाद